हेलो एन्ड नमस्ते गुड आफ्टरनुन सबैजनालाई। यति बेला म चाहिँ छोटो अनि मिठो ब्लग बनाउँ कि भनेर सोचिरहेको छु। ब्लग कस्तो लाग्छ अन्तिमसम्म हेरेर प्रतिक्रिया चाहिँ दिन नभुल्नु होला है त। चट्ट पारामा डिचिट चाहिँ यहाँ छन् बेनाजु। ल यसो हेलो भनिदिनुहोस्। हेलो 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 भन। हेलो हेलो भन। उहाँ पुरा बाइक लजाउँदै हेलो हेलो डिचिट। ल हेलो भन यस्तो भनिदिउ। सन्चै छौ? फाइनल्ली एउटा भिट्टा दुईटा भिट्टा प्लस्टर भइसक्यो। अब चाहिँ चट्ट पारामा माथि हुँदैछ यो चाहिँ। युहु बाबाले चाहिँ यताबाट चिया लिएर आउनु भएको छ। ल चिया खानु भेनाजु। यति साँझ पर्न लागिसक्यो। घाम चाहिँ एकदम राम्रो देखिएको छ। भ्यू चाहिँ चट्ट पारामा हावा लागेको छ गाइज, देख्न सक्नुहुन्छ भ्यू। यो चाहिँ हाम्रो सानो गाउँ चट्ट पारामा घुमी घुमी फेरि मेरो घर देखाउन लागेको देख्न सक्नुहुन्छ। रातिको बेलामा चिल फननन्न चिसो चिसो मौसममा टाटो टाटो चिया खाँदै टक्क लाएर चट्ट पारामा सनसेट हुन लागेको भिडियो चाहिँ एकदम राम्रो देखिएको छ चट्ट पारामा। भाइ चाहिँ घरतिर जानु लागि। बाई भन। ल राम्रोसँग जाऊ है। भाइ चाहिँ पुरै डुब्रिसकेको छन्। फाइनल्ली अब चाहिँ जाँदैछु म पसलमा रिचार्ज किन्नको लागि। पसलसम्म जाँदाको भिडियो बनाउने छु। चट्ट कस्तो लाग्छ है त। आमामा तल झर झर झर। फाइनल्ली म चाहिँ पसल पुग्न आँटिसकेँ चट्ट पारामा। हामी 3 सम्म पढेको स्कुल चाहिँ यही नै हो। एकदम मिस गर्नु मन लागिरहेको छ। हामी पढेको स्कुल हो नि त जे भए पनि। चट्ट कोले माया गर्नुहुन्छ अझै यो स्कुललाई। फाइनल्ली म चाहिँ पसल आइसकेको छु। अब बोलाउनु पर्ने हुन्छ। कोही पनि हुनुहुन्छ दोकानमा आउनु त। दोकानमा चट्ट पारामा बोलाएको छु। पोखरा देख्न सक्नुहुन्छ। पहिला त यहाँ त पानी त एकदम माथि माथिसम्म हुन्थ्यो नि त। अहिले त यस्तो सम्म भएको छ। यहाँ खेल्छन् अजाल भाइ बहिनीहरू। गगन भाइ पनि आइसकेको छन्। ल हेलो भनिदियो। सन्चै छौ? के लिन आइट्यो हो? फाइनल्ली म चाहिँ पसल पुगेर घरतिर फर्किन आँटे रिचार्ज लिएर। बाटोमा हिँडिरहेको छु चट्ट पारामा। भाइ चाहिँ पुरै ट्र्याक्टर ड्राइभर भइरहेको छ। गरु हजुर माथि कहाँ माथि पारी ल हेलो छिटो। चट्ट पारा अब चाहिँ हेर यहाँ दुईजना चाहिँ मिलेर एकछिन का भाइ चाहिँ पुरा ट्र्याक्टर ड्राइभर। यो चलाउँदा कस्तो फिलिङ्स हुन्छ? दामी एकदम। कति करोडको ट्र्याक्टर हो? 20 करोड। यो चाहिँ पुरै गियर सेयर चेन्ज गर्ने घ्याचेक घ्याचेक गराउने हो। ओ स्टाइल चाहिँ हो कि पुरा। ल भाइ हेलो हेलो भनिदियो एकचोटि।
ल सबैले माया गरिदिनु होला भन भाइ सबैजनाले माया गरिदिनु होला भन आवाजै आएन नि त सो एकछिन भाइहरूसँग कुराकानी पनि गरियो अब चाहिँ जाँदैछु घर सो फाइनल्ली म चाहिँ घर पुग्न आँटिसकेँ चट्टपारामा अब चाहिँ मेरो घर यही नै हो फाइनल्ली म चाहिँ घर आइसकेको छु आजलाई भिडियो यति नै भिडियो राम्रो लागेमा लाइक कमेन्ट सेयर अनि सब्सक्राइब चाहिँ गर्न नभुल्नु होला है त